अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो। यो दादागिरीको बन्द गर्नुहोस्। धन्यवाद। तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। अभी मजा आएगा ना भिड़ो। जबसम्म गृहमन्त्रीले राजीनामा दिँदैनन् तबसम्म यो हामी रोक्दैनौँ। हाम्रो यो जारी छ, हाम्रो विरोध जारी छ भनेर राष्ट्रसभा नाराबाजी गरिरहेको छ। उता सत्ता पक्षले पेलेरै सभा सञ्चालन गरिरहेको छ। यता फेरि सांसद ज्ञानेन्द्र साईले यो सरकारको दादागिरी हो भनेर यहाँ कडा भनाइ राखेका छन् भने यता मनिष झाले फेरि सायरी मार्फत, हिन्दी सायरी मार्फत खबरदारी गरेका छन्। जुन पहिला रमेश लेखकले भनेका थिए जुन सायरी, त्यही सायरी अहिले मनिष झाले जवाफमा फर्काइदिएका छन्। हेरौँ है त संसद भवनको यो भिडियो। मैले सम्माननीय सभामुखज्यू, मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ? उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू। त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामीहरू पनि जनताले जितेको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारवाही गर्ने भन्ने मागमा सबैले साथ दिनुहोस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो। यो दादागिरीको बन्द गर्नुहोस्। धन्यवाद। कडा भने है ज्ञानेन्द्र साईले, दादागिरी मेरो बोल्ने के जवाब छैन। विपक्षले यस्तो विरोध गरिरहँदा सभा सञ्चालन गर्नु भनेको तिमीहरूको दादागिरी हो भनेर ज्ञानेन्द्र साईले औँला ठाडो गराएर आफ्नो भनाइराखेका छन्। यता मनिष झाले फर्काएको जवाफ हेर्नु भयो त सायरी मार्फत। गत वर्षको यो फारिक गोरखपुरीको शायरी याद छ कि छैन? तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो र यो हाम्रो मात्र आवाज होइन। यो हिजो भर्खर एउटा पत्रिकामा आयो कि 7 वर्षमा 76,000 इन्डियन्स, 76,000 भारतीय पनि यो नाकाको भएर बाहिर गएको रहेछ। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रहेछ। अनि थाहा थिएन 11 महिनासम्म। र थाहा थिएन भने मन्त्रीलाई आफ्नै मन्त्रालयको मनिष झाले हिन्दी सायरी मार्फत कडा जवाफ दिएका छन् रमेश लेखकलाई। जुन रमेश लेखकले पहिला यही रवि लामिछाने गृहमन्त्री हुने बेला सायद त्यतिखेर यही सायरी भनेका थिए, आज त्यही जवाब फर्काइदिएका छन् मनिष झाले। यो सायरी फेरि इन्डियाको संसद भवनमा सुषमा स्वराजजीले भनेको सायरी हो। निकै चर्चामा छ अहिले यो सायरी। संसद भवनभित्र पनि पसिसकेको छ। नेपालको संसदभित्र यो इन्डियाको यो सायरी पसेको छ। भिडियोहरूमा देख्न सक्नुहुनेछ। यहाँ राष्ट्रसभा एकदम भुइँमा बसेर विरोध गरिरहेको छ, नाराबाजी लगाइरहेको छ। र संसदमा भने यहाँ पेलेरै संसद सञ्चालन भइरहेको छ। विरोध हुँदाहुँदै पनि संसद चलिरहेको छ। यसैबीच यहाँ प्रभु शाहले संसद यो भवनभित्र यति विरोध हुँदाहुँदै म के बोलु, यसको जवाब के छ भनेर यहाँ डिस्कस गरिरहेका छन् सभामुखसँग। यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद अवरुद्ध हुने, संसद स्थगित हुने र अर्को पार्टी वेलमै नाराबाजी गरिराख्दा संसद अवरुद्ध नहुने, यो कस्तो विभेद हो म जान्न चाहन्छु। सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ। तर आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको, म दुखित पनि छु। एउटा सांसद, सबै सांसद बराबर हुन्, सबै दलहरू बराबर हुन्। आज चौथो र पाँचौँ दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो। तर यो धोका दिएको प्रचण्डले हो है। प्रचण्ड जसरी पनि गृहमन्त्रीको राजीनामा दिनुपर्छ न त संसद चल्न दिँदैनौ भन्ने प्रचण्ड छेपाराको जस्तो रङ फेरिरहेका छन्। प्रचण्डले किन फेर्छ? र म विशेष आग्रह गर्न चाहन्छु सभामुखज्यूलाई, एउटा सहज वातावरण बनाउनुहोस्। सरकार 2/3 छ भने के सांसद शान्त गर्न सक्दैन? 2/3 भनेको अङ्क हो कि 2/3 भनेको परिणाम हो? आज सरकार 2/3 भन्ने
सबभन्दा शक्तिशाली सरकार भन्ने तर संसदको यस्तो वातावरणमा छलफल गर्नुपर्ने योभन्दा दुःखदहरू के होला 21औं शताब्दीको लोकतान्त्रिक युगमा झन्डै 2/3 सरकार बनेको छ र वातावरण यस्तो छ यसमा के बहस हुन्छ भनेर हेरिरहेछौँ अहिले अख्तारमा पुग्नु भएछ न्यायालयमा पुग्नु वक्ता मान्य सदस्य यहाँको विषय केमा बोलिरहनु भएको छ हो त्यहाँ सभामुखज्यू आज यो वातावरण छलफलको लागि छैन मैले के गर्ने त मैले कुन मान्य सदस्य विषयमा केन्द्रित भएर बोल्नको लागि म निर्देश गर्दछु म सम्मानीय सभामुखजीसँग सोध्न चाहन्छु अवरोध संसद अवरोध कुन अवस्थामा भन्छन् एउटा कुनै पार्टी उभिराख्दा संसद अवरोध हुने अर्को पार्टी यहाँ रोस्टममा भेलमा नाराबाजी गर्दा संसद अवरोध नहुने म परिभाषा खोजिरहेको छु सभामुखज्यू मान्य सदस्य विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनु होला हो यहाँ नाराबाजीको बीचमा मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु मान्य सदस्य आफ्नो विषय केन्द्रित गर्नुहोस् तपाईलाई 5 मिनेट समय दिएको छ 3 मिनेट गइसक्यो यो संसदमा सत्ता पक्षले पेलेरै संसद सञ्चालन गरिरहेको छ त्यसैबीच राष्ट्रपालले नाराबाजी गरिरहेको छ सरकार नसुने चाहिँ गरिरहेको छ संसदमा गृहमन्त्रीले पल्ला रवि लामिछाने गृहमन्त्री हुँदा तुरुन्त राजीनामा दिनुपर्छ भन्ने जस्ता कुरा पल्ला गरेका थियो भने आफू अहिले गृहमन्त्री हुँदा सुइक्क राजीनामाको त कुरै छैन मैले केही पनि गरेको छैन भन्न थालिसकेँ मानव तस्करमा नाम मुछिएपछि राजीनामा माग गरिरहेको छ रासोपाले अहिले रासोपा एक मात्र पार्टी रासोपा खडा भएको छ प्रजातन्त्र पार्टीले साथ दिइरहेको छ प्रचण्ड मिलिसके एमाले काङ्ग्रेससँग प्रचण्ड मिलिसके के को गाँठो फुकाइदिन्छु भने होला नि होइन नफुकाइदिए भयो मिल्छु भनेर मिले प्रचण्डको यो बोली छ नि जुन बोली 2 जिब्री बोली अहिले अविश्वास जस्तो देखेका छन् प्रचण्ड तपाईलाई यो भिडियो कस्तो लाग्यो मन परे लाइक कमेन्ट शेयर गरिदिनु होला फेरि यस्तै भिडियो लिएर आउनेछु धन्यवाद